यो चाहिँ हाम्रो बेलबासमा हुने ट्रायलको जस्तै प्री ट्रायल जस्तै भनौँ न। यो चाहिँ हाम्रो ग्लोबल ड्राइभिङ इन्स्टिट्युटबाट ड्राइभिङ ट्रेनिङ सेन्टरमा हुन्छ, बेलबासमै छ। बेलबासमा थोरै यो यातायात जाने हो थोरै वरै। अनि यहाँ चाहिँ अब हेभीको ट्रायलको लागि प्री ट्रायल भइरहेको छ। ठड्डा गाडीबाट अलिक गाह्रै लाग्यो। छाँटका पनि त गाडी थोत्रो भएर नि हो जस्तो लाग्छ मलाई। होइन भने चाहिँ एकदम मिलाएर गयो भने पक्न त पर्छ। गाडी अलि नयाँ दिन अन्त बरु सजिलो पर्थ्यो होला। यो सादा स्टाइलिङ ढड्डा गाडी चाहिँ अलिक गाडी होला जस्तो लाग्यो छाँटकाट हेर्दा। अनि अहिले 8 कटाएर भर्खरै अनि स्पिड ब्रेकरमा गयो। लाइट चाहिँ हामी त्यहाँ सिधा भएपछि दिँदा हुन्छ भन्ने कुरा नि भयो। आफ्नो भयो कसरी हुन्छ। सर घुम्टी घुमेर आयो। अब आयो हाम्रो घुम्टी सकिसक्यो। अब साइड लाइट निभाउने काम भइहाल्छ के अरे। गाडी सोझो भएपछि साइड लाइट निभाउने अनि पछि अब उकालोमा चाहिँ उकालोमा रोक्ने काम गर्नुपर्छ। क्याप गरेर हान्यो। अब उठाउन गाह्रो छ। कैँची हान्न पर्छ होला यो गाडीमा चाहिँ सायद। मैले चाहिँ चलाएको छैन, मेरो पालो आउने छ। आज नभए भोलि आउने कुरा छ। पर्सि सोमबार चाहिँ ट्रायल छ। सक्यो भन्दा हो सकिएन भने ओह्रालोमा चाहिँ मेरो खासै गाह्रो हुँदैन। ओह्रालो चाहिँ सजिलो गर्छ। आयो अब एलब्यागलाई चाहिँ च्यापेर लैजानु पर्ने भयो। तर यो त लगभग सानो गाडीकै जस्तो होला। त्यो अल्टो दिँदा जस्तै अब हामी टायरको डाम हेरेर पछाडिको फोन हेरेर चाहिँ त्यहाँनिर काट्ने होला। यहाँ चाहिँ अगाडि गयो। बिस्तारै काट्दै पुरै काट्नु त होला। पर्छ यहाँबाट हामीले हल्का स्ट्यान्ड सिधा गरेर जानु पऱ्यो। गाडी सोझो गराउनु अब सिधा गयो भयो नछोइदिनु गाडी सक्नु भयो। गाडी बन्द भए त हाँसी पर्दैन। अब अघि जानुपर्छ होला। यति लबी चाहिँ हुन्छ। रिमिट कुनै पर्छ भन्ने चाहिँ भएन। त्यहाँदेखि पुलिसहरू लगभग हुन्छन् होइन। अब पुलिसले जा नजा भनिहाल्छ। यो पनि अलिक छान्ने गयो। पछाडि पनि कोन राखेको हुन्छ होला जहाँसम्म त्यो सुनाउनु भएन। त्यो भएर आफूले चाहिँ ख्याल गर्नु ठ्याक्कै एक गाडीबाट पनि हुन्छ होला जहाँसम्म। अब बिस्तारै अगाडि काट्दै आउने। हल्का एउटा छड्दै काटेर
धेरै उठेर कट्यो अहिले चाहिँ के त गर्नुपर्ने हो कट्यो चाहिँ जस्तो गाडी अगाडि राख्दैछु कट्यो यति भनेपछि हामी पास रात पुग्ने पास भनेर आउँछ त्यसपछि 1500 कि 500 राजस्व बुझाउने धन्यवाद यस्तै भिडियोहरू हेर्नको लागि फलो लाइक सेयर सब्सक्राइब गरिदिनुहोला धन्यवाद।